आखिर अन्तिम सत्य पद नै रहेछ राजनीतिमा भनेर आजबाट थाहा भयो। हिजो जेनजी आन्दोलन पश्चात थोरै रहेको आत्मसम्मान मेरो मुटुबाट बालेनले गुमाइसक्यो। रविको त के कुरा गर्नु, यहाँ फेरि गाली आउँछ होला हैन, तर गाली आए पनि मलाई मतलब छैन। यति कुरा हो, यो कुरा स्वीकार्नुहोस्, हिजो बाजेहरूले मिली सत्ता चलायो भनेर हामीले गाली गरिन्थ्यो। आज बाजेहरू भन्दा पनि छोराहरू चाहिँ घातक देखिँदैछ। किनकि प्रतिनिधि सभाको चुनाव त परै जाउँ, उम्मेदवारी दर्ता सुत्तो टुङ्गो लागेको छैन। यहाँ कसैलाई भागभण्ड चाहिसक्यो। नेपाली जनताले यसकै लागि चाहिँ यिनीहरूलाई चाहिँ रोजेको हो र? म त छक्क पर्छु। त्यसैले यो चाहिँ नेपाली जनताको लागि भन्दा पनि एउटा व्यक्तिको लागि चाहिँ सत्ता अहिले जुन चाहिँ भागभण्ड हप्ता दिनदेखि भइरहेछ त्यो चाहिँ व्यक्तिको लागि भइरहेको छ जस्तो लाग्छ। यो चाहिँ कदापि पनि नेपाली जनताको लागि होइन। मलाई गाली गर्नुहोस् तपाईँले, अन्तिम सत्य हो यिनीहरू भनेको। नेपाली जनतालाई धोका दिएर चाहिँ सत्ता कुर्सीमै पुग्ने यिनीहरूको दाउ रहेछ भनेर आजबाट चाहिँ प्रमाणित गर्यो। नमिल्नु भन्ने होइन, मिल्नु, तर अहिले नै भागभण्ड लगाएर मिल्नु चाहिँ त्यो कुनै नैतिकताले चाहिँ दिँदैन।